अपराध शून्य समाजको परिकल्पना गर्न सकिन्न र सँगसँगै के कुराको पनि परिकल्पना गर्न सकिन्न भने प्रहरी बिनाको समाजको पनि परिकल्पना गर्न सकिँदैन हैन। तपाईले खुट्टामा जति राम्रो क्वालिटीको अथवा जति गुणस्तरीय जुत्ता लगाए पनि तपाईको घरमा चाहिँ जति सुविधा सम्पन्न बिस्तारा भए पनि तपाईको मनमा सुरक्षाको प्रत्याभूति छैन। सुरक्षा भनेको नितान्त फिलिङ्स हो। सुरक्षाको प्रत्याभूति छैन भने तपाईँ न त्यो गुणस्तरीय जुत्ताले स्वतन्त्रपूर्वक बाहिर हिँड्न सक्नुहुन्छ, न घरभित्र तपाईँ चाहिँ आनन्दको तपाईँलाई निन्द्रा पर्छ। त्यो कुराले गर्दा प्रहरी भनेको यस्तो सेवा हो जसले जनताको फिलिङ्स, सुरक्षाको फिलिङ्स गराउने गर्छ। र त्यसैले अहिले यो जुन स्थानीय यहाँका व्यक्तिहरूले यो मैपी जलेको मैपी बिटलाई पुनर्निर्माण गरेर हामीलाई यहाँ ल्याउनु भएको छ। अब आजको दिनदेखि हाम्रा प्रहरी साथीहरू, यहाँ खटिने प्रहरी साथीहरू यहाँहरूको सेवाको लागि चाहिँ खुला हृदयको साथ यहाँ प्रवेश गरेका छन्। हिजो जुन हामीसँग उत्प्रेरणा थियो, जुन हामीसँग आत्मविश्वास र बल थियो यहाँका स्थानीय जनताहरूको सुरक्षाका लागि, त्यही आत्मविश्वास, त्यही उत्प्रेरणा र त्यही दृढ सङ्कल्पित सहित हामी यहाँ पुनः आएका छौँ। धन्यवाद। मनोबल घटेको छैन सर, मनोबल झन् बढाइदिएका छन् जनताहरू। बढेको छ, कुनै पनि घटे होइन। झन् हामी अझ मानव अधिकारको संरक्षण र सम्वर्धनमा अझ प्रभावकारिता ल्याउँदै तपाईँहरूको सेवामा खटिनेछौँ। हामीले त अहिले आएर हामीलाई त यो कुराको प्रत्याभूति हुँदैछ कि हिजोको दिनमा त हामीले दिएको सेवामा कुनै कमी कमजोरी नै रहेनछ। अझ त्यही कुरा फिल गरेरै छिटोभन्दा छिटो प्रहरी ल्याउनु पर्छ भन्ने हिसाबले जनताहरूले हामीलाई सबै ठाउँमा पुनर्निर्माण गरेर कतिपय ठाउँमा चाहिँ नयाँ भवनहरू बनाएर प्रवेश गराइरहेको अवस्था छ। प्रहरी मेरो साथी भनेको जुन तपाईँहरूको स्लोगन छ वास्तविक रहेछ भन्ने कुरा अहिले जनताले देखाइदिएछ। जुन प्रहरी मेरो साथी, पुलिस माई फ्रेन्ड भन्ने हाम्रो जुन स्लोगनको साथ हामी जुन नाराका साथ प्रहरीको सेवामा खातिर थियौँ, त्यो चाहिँ अहिले आएर हामीलाई फिलिङ्स हुँदैछ कि त्यो चाहिँ अहिले आएर त्यो हाम्रो नारा चाहिँ सफल भएको रहेछ भन्ने कुरा चाहिँ अहिले आएर हामीलाई थाहा भएको छ। जनताको साथ भयो भने अवश्य पनि प्रहरीहरूलाई पनि अस्ति भाद्र 23 र 24 गतेको जुन किसिमको त्यो विध्वंस भयो त्यस पछाडि चाहिँ अब प्रहरी दाजुभाइहरू पनि एकदम त्रसित अवस्थामा थिए। अहिले हामी यहाँ सम्पूर्ण 16 र 26 का जनताहरूको साथ पाएर यो अस्थायी प्रहरी बिटलाई हामीले निर्माण गऱ्यौँ, सम्पन्न गऱ्यौँ, उहाँलाई हस्तान्तरण गऱ्यौँ। हाम्रो इन्सपेक्टर साहबहरू 2 जना आउनुभएको थियो। यहाँ सम्पूर्ण प्रहरी साथीहरू पनि आउनुभएको छ। अब जनताले चाह्यो भने भत्काउनु पनि सक्ने रहेछ, बनाउनु पनि सक्ने रहेछ। विभिन्न किसिमका हुन्छन् जनताहरू पनि। हिजो घुसपैठाहरूले अब आएर यहाँ जुन यो मैपी प्रहरी बिट हाम्रो 48 सालबाट बनेको प्रहरी बिटलाई भत्काइदियो, जलाइदियो, विध्वंस पारिदियो।